जिन्दगी एउटा सङ्घर्ष हो। जीवनमा अनेकौं घुम्ती मोड अनि चौतारीहरू भेटिन्छन्। सबलाई पार गरेर जिन्दगीको लक्ष्य प्राप्त गर्नु छ, जसको निम्ति पाइला निरन्तर अघि बढाउनुपर्छ। लक्ष्य अवश्य भेटिनेछ। हेलो गाइस, यहाँ आउनु होला। यहाँ यो लेमिनेसन गरेको गर्न आधी घन्टा पनि लाग्दैन। 25 मिनट जतिमा बनाइन्छ। यहाँ आउनु, यसो भिजिट गर्नु होला। राम्रो राम्रो प्रकारको बनाइन्छ। यहाँ फोटोहरू, फ्रेमहरू, डिजाइन। यो फोटो फ्रेम बनाउनु चाहिँ यहाँ चाहिँ 5 मिनट पनि लाग्दैन। यहाँ हेर्नु, यो दिदी काली मान्छे हुनुहुन्थ्यो, ती गोरी यस्तो राम्रो बनाइन्छ। यहाँ आउनु होला, भिजिट गर्नु होला। यस्तो राम्रो राम्रो प्रकारको बनाइन्छ। गाइजहरु, आज फेरि अर्को भ्लगको लागि सुरु गरियो है। अब गर्मी पनि अत्यन्तै बढिरहेछ। गर्मीको चापको कारणले गर्दाखेरि अलिक पसिना भइराखेको छ। मैले चाहिँ त्यसै भसेँ, गर्मीको कारणले गर्दाखेरि पसिना आएर झन् चिम्बाङ्गी जस्तै भइसक्यो। अब यस्तै हो भने मधेसमा बस्नुलाई एकदम गाह्रो भइसक्यो। तर जस्तो तसो मान्छेले अहिले जीवन जिउन चाहिँ पहिला जस्तो गाह्रो चाहिँ छैन, किनभने हरेक घरमा विद्युत प्राधिकरणले आजसम्म चाहिँ सामान्य रूपमा बिजुली चाहिँ उपलब्ध गराएको छ। पहिला जति बेला कुलमान हुनुहुन्थ्यो त्यति बेला जस्तो छैन। बेला बेला झुप्पो जाने काम चाहिँ भइरहेको छ। तर पनि पङ्खा, यसो एसी, कुलरहरू चाहिँ चलिराखेको छ। यसरी टाउकोलाई शान्त दिनको लागि, राति ढल्किनको लागि चाहिँ सामान्य अवस्थै मान्नुपर्छ। किनभने पहिलाको दिनमा 18 घन्टासम्म लोड सेडिङ हुँदाखेरि मान्छे सुत्नु त परै जाओस्, खानु पनि सक्दैन। त्यो दिनहरू अहिले पार गरेर अब अहिलेसम्म ठिकै छ। हेरौँ पछि के हुन्छ। पछि त्यस्तै स्थिति आयो भने त अब नेपाली जनताले पनि के चुप लागेर बस्ला र। अन्त सरकार लागिसकेपछि जनतामा केही लाग्नु त लाग्दैन रहेछ भन्ने कुरो सारा उदाहरण देखिसक्यो यो देशमा। जे अहिलेसम्म ठिकै छ। अब गाइजहरू यस्तै हो। यति भन्दै अब लाग्नु पर्ला हो कतातिर घुम्नु। आज कोही पसल खोलिँदैन नै। आजको दिन भनेको सामान्य रेस्ट पनि गर्नुपर्छ जीवनमा मान्छेलाई। त्यही भएर अब बन्द गर्ने तर्फमा लागिसकेको छ। ल त हस् त गाइजहरू, नमस्ते। घन्टाराङ हामी अब गर्मीमा कट्टा हावा खानु हिँड्यो है। अब यो गर्मीले नसक्ने भयो। गर्मीको तनाव छ। कुखुको जुस, केन्द्र सरकारको चिया बगानको छेउमा आएर चिसो जुससँग चुस्की मारिँदैछ। यति गर्मी छ आज। गर्मीले ठाउँको ठाउँै लडाउला भन्ने भइसक्यो। यहाँ जुस बनाउने मान्छे पनि हाँस्नु हुँदैछ। तपाईँ त मन्द मुस्कान दिनुभयो नि त। तपाईँ कति वर्ष भयो यहाँ जुस बनाउनु थाल्नु भएको? कति वर्ष भयो जुस बनाउनु थाल्नु भएको? 4-5 वर्ष हो। तपाईँको घर चाहिँ कता हो? यता चिया दोकान भनेको यता माथि? ए यता चाहिँ हो। यहाँको रुख काटेर पनि तपाईँहरू तनावै गरायो नि होइन? पहिला त यहाँ वरिपरि रुखै रुख थियो, शीतलमा बसेर बनाउनुहुन्थ्यो। अहिले अब रुख काटेर यसरी टेन्ट टाकेर बनाइराख्नु भएको छ। गर्मीले पनि साह्रै गाह्रो बनाइसक्यो आज चाहिँ। हिजोबाट साह्रै गर्मी बढ्यो नि। अब यस्तै गर्मी बढ्ने हो भने यो मान्छे उड्दै गरेको चरा पनि झर्ला भन्ने डर भइसक्यो। हे प्रभु, हे प्रभु, हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद, ये क्या हुआ? चिया बगान चाहिँ प्रशस्त देखिन्छ यहाँदेखि परैसम्म। ल विशाल चिया बगान यहाँ। पूर्व राजा ज्ञानेन्द्रको यो चिया बगान हो। यो विशाल छ। यो मासतिर पनि त्यति नै भागमा छ। यो रोडभन्दा माथि यो त तपाईँको लगभग यहाँदेखि हेर्ने हो भने कति बिघा हो कति बिघा। मेरो मुखमा अङ्क पनि त्यति धेरै छैन। त्यति बिघामा छ, फैलिएको छ। 800 बिघा हो। 800 बिघा हो यो तलतिर। यो त माथि चाहिँ सबै गरेर 800 बिघा हो। 800 बिघा चिया बगान छ। यहाँ कामदार चाहिँ कति जति छ हौ? धेरै छ है। बाहिरको छिरेको छिर्न पाउँदैन अरे। यहाँको जति पर्मानेन्ट कामदारहरू छ ती कामदारहरूलाई मात्रै काम गर्न पाउँछ यहाँ। लगभग यहाँ
1 लाख त छैन होला। कति हजार लगभग कामदारहरू छ? 5-6 हजारले रोजगारी पाइरहेको छ यहाँ। पर्मानेन्ट जागिर हो उहाँहरूको। यहाँ पनि पूर्व राजा ज्ञानेन्द्रले यति लगानी गरिदिएको हुनाले यहाँ चाहिँ 5-6 हजारले रोजगारी पाएको छ। नेपालमा यसरी नै सबै धनाढ्य व्यक्तिहरूले चाहिँ लगानी गर्ने हो भने रोजगारी नेपालमै प्रशस्त पाउन सकिन्छ। ल यहाँ चाहिँ एकदम राम्रो स्पेसल उखु बनाउनु हुँदो रहेछ। तपाईँको कति वर्ष भरे उखु बनाउनु थाल्नु भएको? उखुको जुस बनाउनु थाल्नु भएको 5 वर्ष भइसकेको हो। ए तपाईँ देश विदेश अन्त त जानु भएन नि? खोइ यही व्यवसाय हो तपाईँको? सुरु बचपनादेखि नै हो क्या तपाईँको? पहिला कहाँ बेच्नुहुन्थ्यो? चोकमा बेच्नुहुन्थ्यो। तर अहिले यहाँ चाहिँ यस बाटोको छेउमा ठिकै छ नि होइन व्यवसाय? व्यापार राम्रै छ, रोजीरोटी चलिरहेछ। अनि यो मेसिनलाई चाहिँ कति पर्दछ? पहिला त हातले पेल्ने मेसिन हुन्थ्यो नि होइन? 1 लाख रुपियाँको होइन? 1 लाख रुपियाँ लगानी गर्यो भने आफ्नो देशमा यसरी रोजगार गर्न सकिन्छ। हुन त यो तपाईँको जाडो सिजनमा चल्दैन, गर्मी सिजनमा मात्रै हो नि होइन? अहिले चाहिँ तपाईँको लगभग दिनमा कति जति व्यापार हुन्छ? 4045 ए 4000। यो उखु कहाँबाट लिएर आउनुहुन्छ? ए बिर्तामोड जानुहुन्छ? त्यति टाढो? ए उनीहरूले ल्याइदिन्छ ठाउँ ठाउँमा? ए नरिवल चाहिँ बेच्नुहुन्न तपाईँ अहिले यहाँ? नरिवलमा घाटा हुन्छ? हो त्यही त। व्यापार गरेर जस पाइएन भने त मजै भएन नि। पैसा लिएको पनि कस्टमरलाई ठगे जस्तो हुन्छ होइन? हो त्यही त। त्यही हो ठिकै छ। किनभने कस्टमरको कम्प्लेन लिनलाई किन त्यस्तो व्यापार गर्नु? यही व्यापारले तपाईँलाई भ्याइ नभए छ ठिकै छ नि त होइन? बाटोको व्यापार हो। ल उर्लाबारीको बरगाछी चोकमा यो बस स्टेसन बनाइएको छ। बस स्टेसनमा वरिपरि होटल व्यवसायीहरू बस्नु भएको छ। यहाँको होटल प्रशस्त मात्रामा कस्टमर आउने होटलहरू हुन त छाप्रा हो, तर पनि यहाँ म्याक्सिमम कस्टमरहरू आउने गर्नुहुन्छ। यहाँको खाजाको टेस्टहरू एकदम राम्रो छ। यहाँदेखि सिधै तलतिर जाँदाखेरि इटहरातिर जाने बाटो हुँदै विराटनगर पनि जानु सक्छ। यहाँदेखि यो साइडमा चाहिँ माथितिर उर्लाबारी चोक पर्छ।